नमस्ते। म चाहिँ यहाँ गदरी रोप्नु भनेर चाहिँ पत्करको मल धुन आएको जङ्गलमा हो। अनि चाहिँ अस्ति मल थुपारेर यसरी पत्कर थुपारेर यसरी राखिराखेको छ हो। मुनि मुनि चाहिँ मल भइसकेर यहाँ तलमा पनि राखेको छ हो। अब यसलाई म कलेक्ट गरेर लैजान्छु धुलोलाई चाहिँ हो। अरूलाई चाहिँ छोडिदिरहेको छु फेरि नेक्स्ट टाइमलाई। पत्करको मल गाईको मल मिसाएर चाहिँ यसरी फिटेको छु होइन। त्यहाँदेखिको चाहिँ यहाँ यसरी भरेको छु। गदरी चाहिँ यहाँनिर मैले यति चाहिँ प्लान्टिङ लगाइसकेको छु हो। तर सर्ने चाहिँ अब कति सर्छ सर्दैन त्यो चाहिँ मलाई थाहा छैन। यो चाहिँ पुरानो बोट पनि हो नयाँ पनि हो सबै मिक्स हो। मेरोमा चाहिँ योपालि गदरीको कटिङै भएन सबै मर्यो नि त। अन्त यसरी लगाइराखेको छु। बिरुवा भएको गदरी रोपिसकेर चाहिँ मलितिर रह्यो नि त। त्यहाँदेखिको चाहिँ मैले यसरी एक दुईवटा प्लान्टलाई चाहिँ सारिदिइरहेको छु नि त। एकैचोटि म चाहिँ यसरी थुप्रै प्लान्टहरू सारिदिन्छु होइन। भोलिपछि सरेपछि चाहिँ अन्त थुप्रै हुन्छ। प्लान्टहरू पनि मैले एकैचोटि सारेको हो नि त पहिल्यै। यहाँ पनि छ यसरी नै सारेको यो प्लान्टहरू पनि मैले। भित्तामा पनि देवालमा पनि हेर्नु सक्नुहुनेछ। फुलबारीमा पनि मैले यसरी यहाँ भित्तामा सारेको छु हो। यो फुल्ने फुलहरू चाहिँ अब चाहिँ बेलुका पढ्न भइसकेको छ हो। त्यहाँदेखिको चाहिँ मैले बाख्रालाई अलिअलि घाँसहरू हालिदिएँ। अन्त कुखुरा चाहिँ अहिले कम्ती छ एक दुईवटा मात्रै छ। त्यहाँदेखिको कुखुरालाई एक दुईवटा कुखुरालाई चारो रहेछ हो। बिहानकै हालिदिएको खाइसकेको छैन रहेछ। डल्ले खोर्सानी हेर्नु साम्रोमा फलेको यी। त्यहाँदेखिको यहाँनिर चाहिँ लौका थियो। लौकालाई पनि अलिकति एक भाँडा मल लिएर हालिदिएँ हो। लौका फल्नु आँटेको छ। अब चाहिँ सब्जीको सिजन सकिन आँट्यो नि त। अन्त लौकै छ हाम्रोमा चाहिँ अब फल्छ। तिनीहरू नै अलिअलि स्याहार्यो बस्यो। आँगनको भित्तामा चाहिँ यहाँ दुबोको भित्तामा चाहिँ मैले एक लाइट मखमली पनि रोपिदिएको छु हो। मखमली हेरिहाल्नुहोस् है। हाम्रो यहाँ अगाडि चाहिँ केटाकेटीहरू खेल्नु पनि आउँछ नि त कोही कोही बेला छुट्टीको टाइममा। अन्त केटाकेटीहरू खेल्दैछ यस्तै छ डेली लाइफ। चिया खायो बस्यो। अब चाहिँ खाना बनाउन जानु आँटेको। ल सिमी फल्न स्टार्ट हुन आँट्यो हाम्रो चाहिँ। सिला बस्दैछ। 51 अस्ति बडाकोबाट पनि गरिदिएको नि। ल सबैकोबाट सब्सक्राइब गर। भिडियो हेर्नेले पनि सब्सक्राइब गरिदिनुहोस्। हाई सब्सक्राइब।